स्वागत छ। आज हामी अमिताभ बुद्धको बारेमा कुरा गर्दैछौँ, जो अनन्त प्रकाश र करुणाका प्रतीक मानिनुहुन्छ। जीवनलाई हेर्ने हो भने कहिलेकाहीँ कस्तो लाग्छ भने हामी तनाव, शोक अनि कहिल्यै पूरा नहुने चाहनाहरूको एउटा चक्रमा फँसेका छौँ, होइन त? यो हामी सबैले कुनै न कुनै बेला महसुस गर्ने एउटा साझा मानवीय अनुभव नै हो। तर एकछिन सोचौँ त, यदि त्यो सबै अशान्तिबाट मुक्ति, त्यो भित्री शान्ति केवल एउटै नाम जपेर पाउन सकिन्थ्यो भने? यो सुन्दा नै मनमा एउटा शक्तिशाली आशा जाग्छ र आजको हाम्रो चर्चाको केन्द्र पनि यही हो। त्यसो भए आउनुहोस् परमानन्दको यो प्रतिज्ञाभित्र पसेर हेरौँ यसको गहिराईमा आखिर के लुकेको रहेछ। यो विश्वास शुद्ध भूमि बौद्ध धर्मको मूल आधार हो। यो महायान बौद्ध धर्मकै एउटा यस्तो शाखा हो जसले भन्छ कि अमिताभ बुद्धप्रति भक्ति राखेर र उहाँको नाम जपेर सुखावती अर्थात् परम सुखको भूमिमा पुनर्जन्म लिन सकिन्छ। यसको मुख्य शिक्षा एकदमै सरल तर त्यति नै शक्तिशाली छ। जसले पनि जो कोहीले पनि निष्ठापूर्वक अमिताभको नाम जप्छ भने उनीहरूलाई त्यो शुद्ध भूमिमा स्वागत गरिनेछ। भनौँ न, यो ढोका सबैका लागि खुल्ला छ। तर यस्तो अविश्वसनीय प्रतिज्ञा यो आखिर आयो कहाँबाट त? यसको पछाडि धर्मकर नामका एक बोधिसत्वको लामो र एकदमै प्रेरणादायी यात्राको कथा जोडिएको छ। हो, प्रश्न उठ्छ नि, यो अविश्वसनीय प्रतिज्ञाको स्रोत के हो? हेर्नुहोस्, अमिताभ बुद्ध शाक्यमुनि बुद्ध जस्तो ऐतिहासिक व्यक्ति होइन। उहाँ एक दिव्य बुद्ध हुनुहुन्छ र उहाँको कथा त्यो त अरबौं वर्ष पहिले सुरु भएको थियो। यो कथा एउटा राजाबाट सुरु हुन्छ। जब उनले संसारमा प्राणीहरूले भोगेको दुःख देखे उनको मन पग्लियो र उनले आफ्नो सिंहासन नै त्यागेर धर्मकर नामको भिक्षुक बन्ने निर्णय गरे। त्यसपछि उनले 5 कल्पना गर्नै नसकिने अर्बौं वर्षको लामो समयसम्म सबैभन्दा उत्तम शुद्ध भूमि कस्तो हुन सक्छ भनेर कठोर अभ्यास गरे। यही क्रममा उनले 48वटा महान प्रतिज्ञाहरू लिए र अन्ततः अनगिन्ती जन्मको त्यो अथक साधनापछि उनी अमिताभ बुद्ध बने। जम्मा 48वटा प्रतिज्ञाहरू। यो सङ्ख्याले नै उहाँको प्रतिबद्धता कति विशाल थियो भन्ने देखाउँछ। र आज शुद्ध भूमि बौद्ध धर्मको जुन सिद्धान्त छ त्यसको जग नै यिनै प्रतिज्ञाहरू हुन्। यी 48 मध्ये पनि 18औं प्रतिज्ञालाई सबैभन्दा प्रसिद्ध र आधारभूत मानिन्छ। यसले के भन्छ भने यदि कुनै पनि प्राणीले केवल 10 पटक मात्र पनि साँचो मनले अमिताभलाई सम्झन्छ र उनको भूमिमा जन्मिने इच्छा राख्छ भने उसको लागि मुक्तिको ढोका खुल्नेछ। यो एउटा यस्तो प्रतिज्ञा हो जसले मुक्तिको मार्गलाई लगभग सबैको पहुँचमा ल्याइदियो। ल, अब अलिकति अमिताभ नामको अर्थ र उहाँको प्रतीकत्वबारे कुरा गरौँ। अमिताभ शब्द संस्कृतका 2 शब्द मिलेर बनेको छ। अमित अर्थात् अनन्त, जसको कुनै सीमा छैन, र आभ अर्थात् प्रकाश। यसरी उहाँ हुनुभयो असीमित प्रकाशका बुद्ध, त्यो प्रकाश जसले हाम्रो अज्ञानलाई हटाउँछ। हामीले देख्ने अमिताभको मूर्ति वा चित्र केवल एउटा कलाकृति मात्र होइन, यो आफैमा एउटा शिक्षा हो। जस्तै उहाँको रातो शरीरले करुणालाई जनाउँछ, ध्यान मुद्राले भित्री शान्ति र एकाग्रतालाई, अनि कमलको आसनले हिलोमा फुलेर पनि नफोरिए जस्तै सांसारिक मोहबाट माथि उठेको शुद्धतालाई जनाउँछ। अब एउटा सामान्य भ्रमबारे कुरा गरौँ, जसले गर्दा एउटा महत्त्वपूर्ण कुरा बुझ्न अझ सजिलो हुन्छ। पूर्वी एसियाका धेरैजसो बौद्ध परम्पराहरूमा अमिताभ र अमितायुस नामलाई एउटै अर्थमा प्रयोग गरिन्छ। तर विशेष गरी वज्रयान परम्परामा हेर्ने हो भने यी 2 नामले एउटै बुद्धका फरक पक्षलाई जनाउँछन्। अमिताभको अर्थ हो अनन्त प्रकाश र उहाँ ज्ञानको प्रतीक हुनुहुन्छ। उहाँ निर्माणकाय रूपमा अर्थात् हामी जस्तै मानिसले देख्न सक्ने सरल भिक्षुको भौतिक शरीरमा प्रकट हुनुहुन्छ। अर्कोतर्फ अमितायुसको अर्थ हो अनन्त जीवन। उहाँ करुणा र दीर्घायुको प्रतीक हुनुहुन्छ र उहाँ सम्भोगकाय रूपमा अर्थात् एक दिव्य सूक्ष्म शरीरमा राजकीय आभूषणसहित देखा पर्नुहुन्छ। यी सबै कुराहरू सुन्दा त निकै गहन लाग्न सक्छन्, तर यिनलाई व्यवहारमा चाहिँ कसरी उतारिन्छ? आउनुहोस् अब हाम्रो अन्तिम खण्डमा यसको अभ्यास र महत्त्वबारे कुरा गरौँ। आखिर एसियाभरि अमिताभ बुद्धलाई किन यति धेरै श्रद्धा र सम्मान गरिन्छ? के कारण होला? यसको पछाडि केही शक्तिशाली कारणहरू छन्। पहिलो त यो अभ्यास गर्न एकदमै सजिलो छ।
त्यो बेला जब मुक्तिका लागि जटिल अनुष्ठानहरू र गहिरो अध्ययन चाहिन्थ्यो, केवल नाम जप्ने यो विधि साँच्चै क्रान्तिकारी थियो। दोस्रो, यसले सबैलाई मुक्तिको आशा दिन्छ, उनीहरूको पृष्ठभूमि जस्तो सुकै होस्। अनि तेस्रो, शुद्ध भूमिलाई यस्तो ठाउँ मानिन्छ जहाँ ज्ञान प्राप्तिका लागि कुनै बाधा अड्चन नै हुँदैन। यी गहिरो विचारहरूलाई दैनिक जीवनमा एकदमै सरल तरिकाले अभ्यास गर्न सकिन्छ। जस्तै नियमित रूपमा उहाँको नाम वा मन्त्र जप्ने, ध्यान गर्दा अमिताभको प्रकाशले सबैलाई समेटिरहेको कल्पना गर्ने, वा घरमा उहाँको एउटा मूर्ति वा थान्का राखेर प्रेरणा लिइरहने। अन्तमा भन्नुपर्दा अमिताभ प्रतिको यो गहिरो श्रद्धाको मूल कारण नै एउटा यस्तो आध्यात्मिक मार्ग हो जुन सरल छ, शक्तिशाली छ र सबैका लागि समान रूपमा खुला छ। र अन्त्यमा एउटा प्रश्नमा सोच्न छोडेर जाँदैछु। आजको यो आधुनिक संसारमा जहाँ मानिसहरू भित्री शान्ति खोजिरहेका छन्, शुद्ध भूमि जस्तो एउटा अवधारणाको प्रतिज्ञाले के अर्थ राख्छ होला? यसमा एकपटक विचार गर्नुहोला।